आज चाहिँ म सानो काम गरेर चाहिँ धनगढी आएको थियो अनि त्यही बाटोबाट चाहिँ म चाहिँ भेनाजु दिदीलाई आज एनिभर्सरी हो नि त सरप्राइज दिन्छु भनेर चाहिँ मैले चाहिँ केक स्प्रे अनि फेरि मेगाश्री ल्याएको छु। म जान्छु ल त्यहाँ। फुल पनि छ ओरिजिनल है। छोरी भेनाजुले यो म बेचिदिन्छु है साथीहरू। ल सुर्ती आइबो ए सुर्ती रे यसको साथै सुर्ती ल्याइदिन्छु अब। यस्तो भएछ यार गाइस। मैना नयाँ यार जी तक सही दिए रहे ल आओ मैं कौन से चैनल आओ बोले तो आओ सब नहीं एनिभर्सरीमा अब यसको साथै चाहिँ सुर्ती ल्याइदिन्छु। अब कमिला ला दिया था यहाँ बसेर सानो छ केक त बेलुका ठुलो ठुलो ल ह्याप्पी एनिभर्सरी ह्याप्पी एनिभर्सरी ल सधैँ खुसी रहने झै झगडा नगर्ने त्यसले फोन काम मलाई ल ल केक नै हो ल 5 minutes later. साथीहरू आज चाहिँ दिदी र भेनाको मात्रै एनिभर्सरी होइन अनि आज चाहिँ हाम्रो जेठी दिदी के गोर्खामा हुनुहुन्छ। जेठी दिदीको छोरा यहाँ धनगढीमा चाहिँ काम गर्नुहुन्छ बाबु चाहिँ। आज बाबुको पनि बर्थडे रहेछ भर्खरै थाहा पाएँ। हामीले चाहिँ केक अनि स्प्रे ल्याइसकेको छु अनि अब होटलमा जान्छु। बाबु काम गर्ने होटलमा जान्छु अनि फेरि हामी चाहिँ सरप्राइज दिन्छु है ल साथीहरू। अब हामी त गयो हामी 4 जना छौँ। मेरो भेनाजुन छ मेरो के भन्छ अरे श्रीमान पनि हुनुहुन्छ। ल अब हामी लाग्यो है। आइपुगेको साथीहरू यही गुरुङ होटलमा काम गर्नुहुन्छ मेरो बाबु चाहिँ। पछाडि चाहिँ हामी जान्छौँ। हैप्पी बर्थडे बोला हैप्पी बर्थडे हैप्पी बर्थडे बेबी खाना बोला खाना खाना बोला के छ तीन खाना है ना मेरो यही हो बाबू कितना अलगा है ल म नहुन्छ छ हैप्पी बर्थडे गर्छु। हैप्पी बर्थडे दाइ ह्यापी बर्थडे हैप्पी बर्थडे दाइ हैप्पी बर्थडे दाइ हैप्पी बर्थडे टु यु हैप्पी बर्थडे टु यु मकै साथ गर्ने काम हैप्पी बर्थडे टु यु हैप्पी बर्थडे टु ल पहिला दाइलाई ल पहिला दाइलाई हैप्पी बर्थडे अलि अलि हैप्पी बर्थडे हैप्पी बर्थडे
कोही बोलाएकै आएर बिचाराले ल गिफ्ट चाहिँ होइन त ल दिदी वहाँ कुखुरावाला सिलोवाला किशोर सिंह छ Happy birthday. Ya, Ma. Lah. Happy birthday, Babu. Sakit ya mungkin anda. Lalu sakit. Sakit पनि होला नि खोइ बाबुहरु आयो आयो खाइलो खाइलो ल बाबुहरुले धेरै माया छ मेरो बाबुलाई को बाबु पनि हो अहिले त अहिले यार यहाँ भिडियोमा आउँछ बाबु पछि उसमा आउँछ लाइभमा सबैको देखाउँछ फेरि विश्व ब्लगमा हेर्नु होला है ल यहाँ आऊ म खिचेमा खुवाइदिन्छु ल रोक बाबुलाई दिदी खै आउनु खुवाइदिनु आइज कान्छ बाबुको बर्थडेमा यसरी हामी चाहिँ कोक खाँदैछु साथीहरू दाइको तर्फबाट उहाँ गुरुङ रेस्टुरेन्टको साउजी थाहा छ मैले देखाइसकेँ रमाइलो छ आज छुट्टै सानो बाबु ल अब हामी त खान्छु पिउँछु घरतिर जान्छु दादाको बर्थडे कान्छा ल A few moments later. अब हामी जान्छ है बाबु अब 9 गते भेटौँला है सरोजको बर्थडेमा बाई ल ल हामी चाहिँ साथीहरू लागे बाबुलाई सरप्राइज दिएर